तपाईँले साथमा राख्नु भएको छ नेपाली प्रो, जसले म राष्ट्रिय खेलाडी हुँ, रेस्लर हुँ भनेर पनि भन्नुहुन्छ। रेस्लर जस्तो मान्छे तपाईँले कामदारको रूपमा राख्नु भएको अथवा उहाँलाई उहाँको सेयर छ, के छ बताइदिनु पर्यो। कामदार होइन, हामी त फ्यामिली हो, फ्यामिली चलाएको कम्पनी हो। तपाईँले मार्केटिङ म्यानेजर भनेर राख्नु भएको छ नि उहाँलाई त? हजुर, त्यो चाहिँ डिमान्ड फरक हो क्या। ए भनेपछि सेयर केही छैन उहाँलाई? उहाँले त मेरो सेयरै छ भन्ने टाइपको कुरा हो यो। हजुर, खलकहरूको सबैको कम्पनी हो यो। ए तपाईँ पनि थापा हो? हजुर हो। ए भाइ बन्धु पर्नुभयो त्यो? थापा छेत्री मेरो नाम चाहिँ। यहाँ चाहिँ सबै हाम्रो फ्यामिलीको लगानी छ, चलाएको कम्पनी हो यो चाहिँ। ए कुमार सर, हिजो अस्ति त मेरो आफ्नै सोरुम भने जस्तो कुरा गर्नुभएको थियो नि होइन? होइन यस्तो अब यस्तो क्या, यो हाम्रो आफ्नो हाम्रो जनताको हो यो चाहिँ। दाइले त्यहाँ दर्ता गर्नुभएको 20 वर्ष अगाडिबाट दर्ता हाम्रो नाममा भयो, तर किनबेच गर्ने सबै कुरा लाने हामीले चाहिँ उहाँलाई सर्भिस दिएको हो क्या। यो चाहिँ हाम्रो जनता सेवा त्यो मुटु, हाम्रो मुटुभन्दा प्यारो दर्शकहरूको होइन, यो त्यो हाम्रो चाहिँ आफन्तहरूको, हाम्रो चाहिँ जुन आउँछ नि ग्राहकहरूको, उहाँको कम्पनी हो भन्न चाहन्छु। किनकि हामीले कुनै पनि गाडी आजीवन राख्ने होइन, यहाँ हामीले ल्याउँछौँ उहाँलाई दिन्छौँ। त्यो हामी चाहिँ जनता सेवा, कम्पनी चाहिँ हाम्रो हो तर सेवा चाहिँ। तपाईँहरूको यो अटोमोबिल्समा गाडी कस्तो कस्तो छ, कस्तो कस्तो सेवा पाउन सक्छन् ग्राहकले? हामीसँग चाहिँ अहिले त राइट नाउ चाहिँ प्राइभेट कार, भ्यान, ट्याक्सी, बाइक, स्कुटीहरू छ। मूल्यमा चाहिँ हामीसँग अहिले चाहिँ 3,70,000 लिएर 50 लाखसम्मको प्राइभेट गाडीहरू छ भने ट्याक्सीहरूमा चाहिँ 12 लाखदेखि लिएर 52 लाखसम्मको ट्याक्सीहरू छ। हजारौँभन्दा बढी त्यो युवाहरूलाई चाहिँ आफ्नो नेपालमा चाहिँ स्वरोजगार बढ्नुपर्छ भनेर थोरै पैसामा चाहिँ बी वर्गको लाइसेन्स छ भनेदेखि चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूसँग भएको थोरै डाउन पेमेन्टमा चाहिँ ट्याक्सी पठाएर चाहिँ आफ्नो देश नेपालमा चाहिँ रोजगार बनाइरहेको छौँ। यो तपाईँहरूको यो हुन त भाइ बन्धु भन्नुभयो। हजुर। अब कुमारजी त, कुमार थापा अथवा नेपाली प्रो त पछिल्लो समय अलिकति समस्याले ग्रसित मान्छे पनि हो होइन? तर उहाँले यसरी त्यो तपाईँसँग काम गर्दै गर्दाखेरि कसरी काम गर्नुभयो होला, कसरी छुटिनु भयो होला भन्ने टाइपको पनि क्वेसन गर्छन् क्या? हजुर। उहाँ चाहिँ यस्तो हो, एउटा घराइसी एउटा सानो प्रब्लमले गर्दाखेरि मिसअन्डरस्ट्यान्ड घर फ्यामिलीबाट चाहिँ अलिक तनावमा चाहिँ हिँडाउनु भएको थियो। उहाँलाई चाहिँ मैले त्यहाँ राखेर चाहिँ अब एउटा के भनौँ, अब सुधार भनौँ कि होइन सहयोग भनौँ कि म सहयोग गरिरहेको छु भन्छु म चाहिँ। भनेको सुधार भन्नु खोज्नु भएको थियो, सुधार गृह जस्तै हो भन्नु खोज्नु भएको? होइन, मेरो लागि त्यस्तै भइरहेको छ अहिले। गलत बाटोमा हिँड्ने मान्छेलाई चाहिँ सही ठाउँमा गर्नुपर्छ, आफ्नो व्यवसायहरू चलाउनु पर्छ। आफूले त राम्रो काम गऱ्यो भने चाहिँ भोलि चाहिँ आउने पुस्ताहरूलाई पनि सजिलो हुन्छ भनेर चाहिँ मैले चाहिँ बिजनेस लाइनमा चाहिँ हामी चाहिँ अहिले त्यो सँगै काम गरिरहेको छौँ, सँगै बसिरहेको छौँ, सँगै खाइरहेको छौँ अहिले। नेपाली ब्रो हाम्रो कुमार सर, अब यहाँ तपाईँ आफै पनि भन्नुभयो कि यहाँ मलाई सुधार गृह जस्तै हो, म सुध्रिरहेको छु, यहाँ काम भएपछि मन्दिर जस्तै हो यो मेरो लागि है। हजुर, किन अब खाली भयो भने? होइन, कुनै दिन म विश्वलाई चिनाएर पासवर्ड हातमा लिएर बडी गार्ड लिएर कुन देशमा जान्थेँ नि, त्यो मेरो बाटो टुङ्गिएको थियो। म एउटा जिन्दो लास भएको थिएँ। अनि त्यो समयमा चाहिँ दाइले चाहिँ हाम्रो मार्केटिङ म्यानेजर चाहिँ हाम्रो युकेमा चाहिँ पढ्न गइसकेपछि अब यो चाहिँ फ्यामिली चलाएको कम्पनीमा आफ्नै फ्यामिली आफ्नैलाई राख्ने भनिसकेपछि दाइले आएर काम गर भोलिबाट भन्नुभयो। अनि मैले यसो सोचेँ, पैसा नभएको पैसा सकाएर किन गाडीमा तेल हालेर कहिले भक्तपुर, कहिले बानेश्वर, कहिले दिन चन्द्रगिरी पुग्नु, बरु यहीँ आएर चाहिँ काम गर्छु भनेर चाहिँ म ठ्याक्क लाएर म यहाँ आएर जोइन भएँ। जोइन भएपछि सबै इन्टरभ्यू हुने सबै कुराहरू सबै यहीँ हुन थाल्यो, गाडीको व्यवसाय यहीँ हुन थाल्यो। र यो चाहिँ मलाई चाहिँ कम्पनी त छँदैछ, तर मलाई चाहिँ के भने यो चाहिँ मेरो चाहिँ जीवनको एउटा मन्दिर पनि भन्न चाहन्छु। किनकि आज यो थिएन भने म डिप्रेसनमा गइसकेको थिएँ, मैले सायद सुसाइड नै गरिसक्थेँ होला। तर अहिले त मलाई के छ भने यत्रो प्रब्लम छ मलाई, म त्यो प्रब्लम लिन सरर आउँछु, गाडी टेस्ट ड्राइभ गर्छु, गाडी कहिले यातायात पुग्छु, कहिले मार्केटमा पुग्छु, कहिले त्यहाँ धेरै साथीहरू भेट्न आउँछ। मलाई त्यो फिलै भएको छैन। दाइले यहाँ जानु भन्नुहुन्छ, हाम्रो धेरै कन्ट्याक्टहरू छ, हाम्रो 4-5वटा हाम्रो आफ्नै वर्कसप छ, हाम्रो सबै कुराहरू आफ्नै छ। त्यसमा चाहिँ अहिले एउटा मार्केटिङमा मैले त्यहाँ हिँड्दाखेरि मलाई के फिल भयो भने जो मान्छे समस्यामा पर्छ, समस्यामा परेको मान्छेलाई एउटा चाहिँ भुल्ने बाटोको जसले देखाउँछ नि त्यो गार्जेनलाई चाहिँ भगवान् पनि भन्नुपर्छ कि। हुन त मेरो आफन्तहरू जापान छ, अमेरिका, हङकङ, आमा बुवा सबै हुनुहुन्छ, तर उहाँहरू आफ्नै फिल्डमा हुनुहुन्छ। तर यो समस्या मैले उहाँलाई देखाएर के हुन्छ भने ओहो मलाई परेको पीडा झन् बढी उहाँलाई पर्न सक्छ नि। त्यही मैले यसो सोचेँ, ल ठिक छ, त्यो पीडा चाहिँ मैले दबाउनु पर्छ भनेर काममा तलिनुपर्छ भनेर म चाहिँ अहिले धनेश्वर अटोमोबाइल, यो हाम्रो गुगलमा नै छ, अहिले अन्तर्राष्ट्रिय लेभलमा हाम्रो दर्ता पनि भइसक्यो। र तपाईँहरूले त्यो कसैले अब नेपाली बुढोबाट धनेश्वर अटोमोबाइल पूजन थापा छेत्री हाम्रो स्टाफहरूको नाममा यही च्यानलहरूको नाममा आएर स्क्रिनसट देखाएर चाहिँ गाडी लानुहुन्छ भने दसैँमा हामीले लगभग 200वटा गाडी बेच्छौँ। हामीले हरेक मिडियालाई पनि हामी त्यस्तो बेनिफिट दिइरहेछौँ। र मैले एउटा पाठ के सिकेँ भने यार होइन, कुनै पनि मान्छेले जन्म दिनु पर्दैन रहेछ क्या।
त्यो मान्छेलाई कर्म दिनु पनि मिल्दो रहेछ क्या। तर अहिले पूजन थापा छेत्री मेरो चाहिँ कर्म दिने एउटा चाहिँ गार्जेन हुनुभएको छ कि कहीँ गयो भने कल गरिहाल्नुहुन्छ न केही बिहार केले। अब पहिला त बम्बाड गर्ने मान्छे नै कहीँ जुरिहाल्यो कि क्षत विषय भइसक्यो कि गाडीमा हिँड्ने मान्छे कहीँ ठक्कर खायो कि अहिले यस्तो फ्यामिली समस्या छ। तर दाइले सेकेन्ड कल गर्नुहुन्छ अनि सकभर त नजा भन्नुहुन्छ दाइले सँगै हिँड्नु भन्नुहुन्छ अनि म आफै म आफू कुदाउँछु। दाइले चाहिँ गाडी कुदाउनु हुन्न अहिले किन गाडी चाहिँ दाइले चाहिँ प्रायः कहिले चाहिँ इम्पोर्टेन्ट काममा नत्र उहाँले चाहिँ गाडी कुदाउनु। हाम्रो चाहिँ गाडी एउटा स्ट्यान्ड बाई घरमा पनि हुन्छ अनि हामीसँग ड्राइभर पनि स्ट्यान्ड बाई धेरै नै हुन्छ। त्यही भएर दाइलाई चाहिँ म के भन्न चाहन्छु भने धनेश्वर अटोमोबाइलमा एउटा ओनर मात्रै नभएर उहाँ चाहिँ एउटा जनताको एउटा भगवान पनि हो क्या। उहाँले 2 दशक भने 20 वर्ष भने ट्याक्सी व्यवसाय दाइ त ट्याक्सी चलाएर आएको मान्छे गाउँबाट चप्पल लाएर आएको मान्छे अहिले यहाँको बासिन्दा यहीँको नागरिकता हेर्नुहोस् अहिले यहाँ करोडौँ खेलाउन सक्ने भन्नु भएको छ नि हो। त्यही भएर म के भन्न चाहन्छु भने मान्छे चाहिँ टुप्पाबाट पलाउने होइन क्या खेतबाट पलाउनु पऱ्यो। त्यो कुरालाई मैले मनन गरेर मेरो करोडौँ पर्ने घर जाँदैछ तर अब दाइले नखा केटा त्यो फेरि बनाउला भन्नुभएको छ। त्यो कुरालाई मध्यनजर राखेर म 22 घन्टा अहिले 24 घन्टामा 22 घन्टा ड्युटी गर्छु अहिले म त्यही कुरालाई मध्यनजर राखेर। कति कमाउनुहुन्छ? मेरो कमाइ चाहिँ यस्तो छ यहाँ म स्यालेरीमा बसेको होइन हाम्रो आफ्नो फ्यामिलीको यहाँ कोही पनि छैन यहाँ तपाईँ स्यालेरी अनि अहिले खाना लाउन समस्या छैन गाडीमा तेल हाल्नु समस्या छैन। हामी अब यो लुगाहरू ब्रान्डेड लाउँछौँ। दाजुभाइले अस्ति सपिङ गऱ्यौँ 45-46 हजारको हेर्नु अनि हामी अब खाना पनि मिठाई टी सर्ट ब्रान्डेड हो र? यो पुमाको ब्रान्डेडै होला त लोगोले बताउला होइन अस्ति दाजुभाइले किनेको 14,000मा त दाजुभाइले नि दाइले किन्नु भएको थियो एउटा जेबीको मलाई ज्याकेट आफ्नो दाइले किन्नु अनि हामी सिन्धुलीमा चाहिँ देखेर हामी 17वटा जिल्लामा चाहिँ हामी प्रचार प्रसारमा हाम्रो आफ्नो बिजनेसलाई जाँदाखेरि हामी दाजुभाइले त्यहाँ सबै व्यवसायको विज्ञापन होइन हाम्रो अर्को सिन्धुलीमा त हाम्रो अर्को रिकन्डिसन धनेश्वर अटोमोबाइल चाहिँ 2 खोल्ने कि भन्ने प्लानिङमा छ हाम्रो। सर अलिकति ब्रान्डिङको कुराकानी गरिसक्नु भयो। कपडा लाउँदाखेरि एउटा टी सर्ट कम्तीमा पनि कति रुपियाँको लाउनुहुन्छ तपाईँ? यस्तो छ सर अब हामीलाई चाहिँ अहिले चाहिँ कस्तो भने मैले चाहिँ पहिला चाहिँ म यस्तो फेमस नै थिएन। म गाडी किन्ने गाडीमा पुरै पैसा तिरेर गाडी किन्थेँ बाइक किन्दा पुरै पैसा तिर्थेँ कपडा किन्दाखेरि पुरै पैसा तिर्थेँ खाने ठाउँमा पुरै तिर्थेँ। अहिले सेलिब्रिटी भएपछि चाहिँ उहाँले चाहिँ अस्ति अब बिवाडी किन्नु गएको 50 लाखको बिवाडीलाई 40 लाख लानु भन्नुभयो अनि टाटा पन्च किन्नु गएको 60 लाखलाई चाहिँ 49 लाख लानु भन्नुभयो। अब टी सर्ट लुगाहरू किन्नु गयो भने तपाईँलाई पनि के हो र सर 2टा किने एउटा लानु यसै भन्नुहुन्छ। अस्ति म त स्मार्ट क्लोथिङमा बौद्धमा गएको थिएँ 17,000को जुत्ता 5,000को प्यान्ट अनि गएर 1,800को टी सर्ट फ्रीमा लानु भन्नुभयो। त्यो अहिले म कस्तो ब्रान्डेड लाउँछु तर प्राइसै पर्छ अहिले त फ्रीमा लगाइरहेको छु। फ्रीमा दिन्छन् तपाईँलाई अहिले अब यहाँ धनेश्वर अटोमोबाइलमा अब हामीले हालेको थियौँ अहिले मोबाइल अमेरिकाबाट हामी अहिले जुन हाम्रो यार्ड थियो एम 70 प्रो म्याक्सले गर्छौँ। अब यो चाहिँ हामीलाई त्यहाँ उहाँले नाम नभन्नु नै भनेर चाहिँ गाडी हामीलाई पठाउनु भयो म्याक्स लगाएर आउनु भएको थियो दिनुभयो र हामीले त्यो 3 लाख पर्ने फोन अफ्याल्न त भएन उहाँले के सोचेर दिनुभएको छ र यसलाई हामीले सुरक्षित अब उहाँ कहाँ हुनुहुन्छ आउनुहोस् तपाईँको फोन सुरक्षित छ। हामीले तपाईँको फोनबाट सरर भिडियो बनाइरहेको छौँ र हामीले चाहिँ यसलाई चाहिँ मन्दिर पनि भनेको छ। यो हाम्रो यो मन्दिर हो यसको कारणले हाम्रो बिजनेस पनि हुन्छ। त्यही भएर उहाँ कहाँ हुनुहुन्छ तपाईँले दिएको फोन हामीले धनेश्वर अटोमोबाइललाई सुरक्षित राखेको छ। यसबाट हामीले काम गरेको छौँ र दाइले चाहिँ कसले दिएको यो फोन थाहा नै छैन। अब कुरियरमा पठाएको ब्याग बोकेर पठाउमा आउनु भएको थियो अरू काजुहरू आएको थियो अनि गएर तपाईँले काजु आयो काजु पेस्टा अनि चक्लेटहरू मलाई त जहाँसम्म लाग्छ होइन दाइ चाहिँ अब पहिलेदेखि अलिकति ब्रान्डेड काजु किन आयो सर भनेपछि छोरी मान्छेले पठाएको काजु यस्तो के मलाई व्यक्तिलाई होइन कि बडा यो कम्पनीलाई आयो कि कम्पनीलाई मलाई चाहिँ लाग्छ दाइ चाहिँ पढाइमा त्यस्तो टाइम दिनुभन्छ बिजनेसमा टाइम दिनुभएछ र त्यो जो चाहिँ दाइसँग पढेका एसएस पास गरेका +2 गरेकाले अमेरिकातिर चाहिँ नर्सहरू पढ्न गएका डक्टर पढ्न गएका पाइलट पढ्न गएकाहरूले मलाई एउटा गिफ्ट पठाइदियो कि भन्ने मलाई शङ्का लागिरहेको छ। किनकि दाइले चाहिँ धेरै पढ्नु भएन किनकि बिजनेसमा लाग्नुभयो अब बिजनेसलाई आफूले फोकस गर्नुभयो। अब यो पढ्छु अमेरिकै पुग्छु भन्ने तपाईँको भुपु गर्लफ्रेन्डहरू साथीहरूले त्यही हान्दै कि जस्तो लागेर मेरो मनमा थियो कि किनकि मलाई पनि हेर्न यत्रो समस्या पर्दाखेरि गर्लफ्रेन्डहरूले यत्रो 17 प्रो म्याक्सहरू पठाउँछन् काजु बदाम किसमिस पठाउँछन्। हजुर यहीँ छ अरू सामान एक झोला आएको थियो मैले हेरेको कतारमा ट्रान्जिट भएको छ यसको बिल हेरेको छ मैले बिल हेर्दा अमेरिकन डलर तपाईँको चाहिँ अमेरिकन डलरमा आएको छ। यो कति अमेरिकन डलर कति पर्यो सर? अमेरिकन डलर यो चाहिँ तपाईँको 1800 कति आउँछ सर समथिङ 1800 धेरै दिन मैले समथिङ त्यत्रो पैसाको गिफ्टहरू आउँछ तपाईँहरूलाई 1000 GB को यो चाहिँ तपाईँको नेपालमा पाउने नर्मल होइन अमेरिकन सेट हो 1000 GB को वाटरप्रुफ हो र यसले चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ यो तपाईँहरूले खिचेको क्यामेरा छ नि यो 8-9 लाख 10 लाख पनि कति त्यसको काम चाहिँ यसले आफैले गरिरहेछ अहिले भन्न चाहन्छु। अहिले हामीले कति हुनुहुन्छ यहाँ क्यामेरा यो खास यसरी यति महँगो गिफ्ट विदेशबाट आउनुको पछाडि के छ भने पूजन थापा छेत्री एउटा काजीको छोरो होइन अब एउटा चप्पल लाएर काठमाडौँ छिरेको मान्छेले घर गाडी सम्पत्ति खाना लाउन पुग्ने बनाएर यत्रो त्यो बिजनेस चलाएको मान्छेलाई होइन अब ओहो हामीले त भोलि त्यो बाटोमा गाडी किन्नुपर्छ त्यहाँ गएर
20-30 लाखको गाडी यो 2-3 लाखको त एउटा चाहिँ 70 प्रो मैक्स हान्दाखेरि किन हुन्छ र भनेर उहाँको मन ठुलो आकाश जस्तो मन भएर उहाँले पठाउनु भएको हामीले एक्सेप्ट गरेर त्यो भिडियो बनाएर मजाले हालेर हामीले मजाले चलाइरहेको छौँ अहिले ओहो त्यो त हाम्रो धर्म हो नि त फाल्न मिल्यो बडा नाम खुलाइएन अरूले भाइ बेचेर खान्थ्यो सोलमारी खान्थ्यो अलरेडी थियो हामीसँग फोन हामीसँग आइफोन कति छ म 3टा चलाउँछु आमा तपाईसँग आइफोन 3टा छ दाइले 2टा चलाउँछन् अफिसमा 2टा 5वटा त अलरेडी छ तर हामीले यसलाई चाहिँ हामीले चाहिँ एकदम सेफ्टी साथले हामीसँग भएर पनि सिम हालेको छैन फोटो मात्रै खिच्ने गर्छ सिम के पनि छैन किन नि सिम किन लानु भयो बुढाको मोबाइल अरूमै छ कि अरूमै छ सिम अनि मोबाइल हाल्नु आवश्यक थिएन मोबाइल मलाई आवश्यक छैन अनि सिम हालेर के हाल्ने है नेपाली ब्रोलाई दिए पनि हुन्थ्यो नि अफिसको मैले चलाउँछु त होइन यसो पर्सनली युज गर भन्ने टाइपको अलिक अलिक पछिल्लो समय पीडित पनि त हुनुभएको छ त सर यस्तो बोकेर हामी हिँड्दैनौँ अफिस आएर राख्दिनु जहिले चलाइदिनु भयो है लाइभ हुन्छ हजुरकै फोन हो यो यत्रो 2-3 लाखको फोन त्यतिकै अफिसमा छोड्ने यो सर हामीले 50 लाखको गाडी त्यही हुन्छ यार हाम्रो कस्तो कुरा स्टाफ छैन हाम्रो हजुर जस्तो यार 2 लाखको क्यामेरा बोर हिँड्ने मान्छे हामी यार न्यारो माइन्ड गर्नु सर यार आउनुस् गाडी किन्नुस् हिँड्नुस् किस्तामा होइन अलिकति पछिल्लो समय नेपाली प्रो अलिकति पीडित पनि त छ नि त सर ल तँले चलाए बेचेर गर्ने पनि घर बेचेर सोलमारी खाए पनि खा भन्ने टाइपको पुजन सरले जान्न भने उतापट्टि यस्तो छ अब पीडित त कसैले बनाएको हो होइन हजुर देशमा चाहिँ नियम कानुनहरू सबै कुरा छ मिस अन्डरस्ट्यान्डमा कसैले आरोप लगाउनु पनि सक्छ मलाई नि लगाउला त्यसको लागि चाहिँ हामी चाहिँ अब त्यो देशमा चाहिँ के नियम कानुनहरू छ त्यो अनुसार चाहिँ हामी चाहिँ पुगर्नु चाहिँ रेडी नै अवस्थामा छ र म के भन्न चाहन्छु भने कसैले ब्लेम लगाउँदैमा कसैले गर्यो भन्दैमा कसैले खायो भन्दैमा त्यो एकैचोटि त्यो केस लिएर मान्छेलाई डिप्रेसनमा पुऱ्याएर मान्छेलाई सुसाइड गर्ने स्थितिमा पुऱ्याउनलाई चाहिँ यो कानुन चाहिँ चेन्ज हुन्छ गल्ती गर्दैनौँ हामी गल्ती गरेर के आउँछ फेस गर्न हामी तयारी नै छौँ र यो केसमा चाहिँ अब दाइले पनि भन्नुभएको छ बारम्बार नडरा भाइ त यहीँ आएर काम गर्छस् यहीँ बस्छस् मैसँग हिँड्छस् त कहीँ जाएनस् तैँले नाबालिकालाई बलात्कार गरेको छैन कहीँ लुट्न गएको छैनस् तर आफ्नै अब काम चढेर हिँडेछस् अर्का त लुटेर चढाइन्छ छैनस् आफ्नै घरमा बस्छस् किन यस्तो विपद पर्यो तँलाई न बिर्मसान लाग्यो कि न सेतीनाग लाग्यो भनेर लानु पनि भयो अस्ति माताले हल्का ड्रिङ्क भन्नुभयो कसैले जुठो हालिदिन्छ क्या म त खान्थिनँ खान्न माता भनेको कसैले झुकेर हालिदिन्छ क्या हुँ गरेर यहाँ ढाडमा हान्नुभयो रुताचले ढाँ दक्षिणकाली माताले हान्नुभयो त्यहाँबाट सातो पुत्लो गयो मेरो अनि मैले दाइ यो सोलमारी थिएँ म त विचार गरेर खान्छु कति बेला खाएको भने भाइ अनि खान लाग्नु हो नि तपाईँले विचारै गर्नुहुन्न नि त टन्नै खानु चाहिँ ट्याङ्कर जस्तै हो नि त मलाई थाहा नै भने क्या रेड बुलमा हालिदिएर कसैले मैले माता दक्षिणकाली माता खान्न भने मैले म काली मसान हो भनेर वीर मसान भनेर आउनु पऱ्यो ढ्याङमा हान्नुभयो त्यहाँबाट भाग्यो भने अब ढोका लागेको थियो देउता छ पुरै शिवजीहरू अनि मैले के सोचेँ भगवान् मलाई रक्षा गर यो कोही अपराधीहरूले मलाई फसाउनु लाग्थ्यो हालिदिएछन् क्या रेड बुलमा भनेर मैले त्यसपछि गोडा ढोएर अनि आएँ अहिले चाहिँ म यो यस्तो चिज छुँदै सुन्नु दाइ सुन्नुहुन्न हान्ने रहेछ नि माताले कति घन्टा अब नछोक्नु घन्टा भन्दा नि अब हामी म त छुँदै सुन्नु बडा घन्टा गर्नु यो चाहिँ सानो त सोलमारीको हानेकै हो नि त त्यो यस्तो अरूले खाएका हुन् मैले त्यो साथी बस्तीको हो साथी अहिले भिडियोमा भन्दा म कहाँ खान्छु सर एउटा देशको लागि हिँड्ने मान्छे के एउटा सानो समस्या झुक्केर दिइहालिदिन्छ सानो समस्या भएर भाग्छ यार पूजन थापा छेत्री अनि कि नेपाली कुमार थापा हामी त यस्तो समस्या भाग्ने मान्छे होइन क्या हामी फेस गर्ने हो हामीले तर हामीले खाएको बिख लाग्छ नखाएको बिख लाग्दैन त्यही भएर धनेश्वर अटोमालमा कस्ता मान्छे आउँछन् यहाँ कस्ता बडी बिल्डर आउँछन् कस्ता ग्याङ्स्टर आउँछन् आमामा कस्ता यहाँ आउँछन् यहाँ पुलिसका सिआइडीहरू आउँछन् डिआइजीहरू आउँछन् आर्मीका चिफ हो के ठुल्ठुलो चिफ लेभलका आउँछन् तर हामीले सबैलाई सम्मानको साथ जापान अमेरिका हङकङबाट मान्छेहरू आउँछन् किन हामी सबैले सम्मान गरेर हामीले उहाँबाट हामी केही पाठ सिक्छौँ बिजनेसको लागि र हामीले जानेको कुराहरू उहाँले सिकाउँछ हेर्नुहोस् हामी त्यो खालको मान्छे हो क्या एउटा अरूसँग लफङ्ग भएर हिँड्ने मान्छे र जाँडा खाएर सुत्दै हिँड्ने ओछ्या के कटुमा मुद्दै हिँड्ने मान्छे र ब्रान्ड हुने यार थापा भने के हो हामीले बनाएको देश नि यो के लाग्छ हजुरलाई पहिला आर्मीको चिफ हेर्नुहोस् मन्त्रीहरू हेर्नुहोस् सूर्यबहादुर थापा हेर्नुहोस् अरू थापा हेर्नुहोस् अहिले उहाँहरू चाहिँ स्वर्गीय भए पनि पूजन थापा नेपाल कुमार थापा लगायत हाम्रा छन् हाम्रा अरू पनि छन् हाम्रा जेनिस थापा छ इमान थापा छ हाम्रो अर्को सेकेन्ड एमडी के छ अरू स्कुल जानु छ कर्दन थापा आइरहेको छ नि त हामीले बाटो देखाइदिने हो हामी आजीवन बाँचेर हामी अझ मरि पनि हामीले बाटो देखाइने हो हामीले काठमाडौँमा आएर चप्पल लाएर घर गाडी बनायो भने उनीहरू भोलि हेलिकप्टर किन्छन् उडाउँछन् हेलिकप्टर ट्राभलमा र मलाई विश्वास लाग्छ त काजीको छोराले उडाउँछन् यीले उडाउँछन् किनकि हामी चप्पल लाएर आएर हामीले खाना लाउनु पुग्ने बनायो भनेपछि यिनीहरूले केही अरूलाई व्यवसायको लागि यिनीहरूले गर्छन् भनेको मलाई आशा छ हामीलाई र यिनीहरू यो भिडियो चाहिँ हाम्रो छोराले हेरिरहनु भएको छ भने बाउले यति गर्यो भने तिमीहरूले चाहिँ बाउको आशीर्वाद छ धेरै राम्रो काम गर्नु र आँखाको नानी हुनु कहिले नराम्रो बाटोमा नलाग्नु फटा नबोल्नु फटा काम नगर्नु मान्छेलाई कसैलाई फटा मान्छे विश्वास नगर्नु त्यो फटा नबोल्नु
हामीलाई चाहिँ यस्तो समयले फटा बनायो विश्वास चाहिँ गर्नु भएन हामीलाई कसरी हामीलाई यस्ता चाहिँ हामीलाई सिकाउने गार्जेन हो नि त अब हाम्रो बाउ सानो उमेरमा अब बाले 7वटा ल्याइदिने मेरो 3टा बाउको 7वटा दाइको 7वटा आमा मेरो 3टा अनि बाबाको स्वर्गीय हुनु पूजन सरको बाउले 7वटा विवाह गरेका गर्लफ्रेन्ड सुत्त गर्ने गर्लफ्रेन्ड त्यो आउने यो कुमार सरले के भन्नुहुन्छ के मिलाएर बुझ्नु पर्यो नि आउने जाने र मैले एउटा पाठ के सिकेँ भने होइन अब धनेश्वर अटोमोबाइलमा चाहिँ म 4 महिना स्टिल भयो अझ म 6 महिना बस्छु होइन अझ म 1 वर्ष यहाँ पुऱ्याउँछु किन पुऱ्याउँछु नि मैले के सोच्छु भने म माइन्ड फ्रेस भएर सबै कुरा मेन्टेन भएपछि मात्रै गेम स्टार्ट गर्ने भनेर मैले चाहिँ दाइलाई त्यो कुराहरू छु र म चाहिँ बाहिर जाँदाखेरि चाहिँ एकचोटि अब दाइले मेरो अहिलेसम्म गेम हेर्नु पाउनु भएको छैन दसैँको बेलामा दाइले नै जानु भनेर सबै कुराहरू यहाँ मलाई बोनससहित दिएर चाहिँ खाजा पानीको व्यवस्था नै गर भनेर पठाइदिनु प्लेन चढाएर होइन त्यहाँ दाइलाई मैले देखाउन सकिनँ र मैले गेम पनि जित गरेर आएँ दाइको इज्जत पनि राखेँ र अब चाहिँ मलाई चाहिँ अब कुनै राज परिवारलाई र अब धीरेन्द्र पारस अब ज्ञानेन्द्र कुनै संस्थालाई कुनै परिवारलाई चाहिँ देखाउने ठुलो इच्छा छ किन मैले गृहमन्त्री मन्त्री सबैलाई देखाइसकेँ र यो मेरो सक्सेस पनि हुन्छ जस्तो लागेको छ किनकि धनेश्वर अटोमोबाइलबाट चाहिँ हामीले चाहिँ गेम गराउनलाई चाहिँ हामीले ठुलो हामीले प्लानिङ नै गरेको छौँ हामीले गेम गर्दा अमेरिका जापान हङकङ सबै खेलाडीहरू ल्याउँछौँ त्योभन्दा अगाडि चाहिँ हामी चाहिँ दाजुभाइ नेपाल डिस्ट्रिक्ट ट्रेनिङ एकाडेमी त्यो मेरो आफ्नै कम्पनी हो यो कम्पनीको मार्फत हामी मिटिङको लागि हरेक देश हामी जान्छौँ भन्ने कुरा तपाईँहरूलाई चाहिँ यही मिडियाबाट भन्न चाहन्छु किनकि म पहिला गइरहेको मेरो अलरेडी पासपोर्टमा भिसा भएको र दाइको चाहिँ हराएर पासपोर्ट बनाउनु दिएको छ अस्ति चाहिँ भिसा लगाउनु भन्दाखेरि त्यो चाहिँ आउनलाई 2 महिना लाग्नेछ र मेरो अब भतिज नि छोरी ऊ चाहिँ अस्ट्रेलियाको जाँदैछ हामी सायद चाहिँ उसलाई अस्ट्रेलिया छोडेर त्यसपछि हामी विभिन्न कन्ट्री भएर आउँछौँ होला सायद यो आई होप के हुन्छ अन्तिममा छौँ पूजन सर के भन्न चाहनुहुन्छ कि हाम्रो नेपाली प्रोफेसर अन्तिममा चाहिँ अब हाम्रो त बिजनेसै गाडीको भएर होइन अरू कुरा गरेर अरू कुरा हामीलाई गर्न नै आउँदैन बरु फाइदा पनि छैन होइन 20औं वर्षदेखि चाहिँ अब कस्टमरको सेवामा चाहिँ समर्पित भएर चाहिँ अहिले पनि 18 घन्टा काम गरिरहेको छौँ बिहान हामी 6 बजी आउँछौँ बेलुका 11-12 बजी घर जाने बेला होइन गरिरहेको छौँ भने अझै पनि निरन्तर उहाँकै सेवामा हामी तत्पर छौँ हामीसँग चाहिँ अब त्यो प्राइभेट कार बाइक ट्याक्सी स्कुटीहरू भ्यानहरू चाहिँ यहाँलाई चाहिएको छ सट्टापट्टा गर्नु छ अथवा गाडी उचित मूल्यमा बेचेर चाहिँ यहाँ चाहिरहेको छ भने चाहिँ हजुरले हाम्रो स्वरूप एकताल चाहिँ भिजिट गर्नु होला हाम्रो लोकेसन चाहिँ काठमाडौँ महानगरपालिका वार्ड नम्बर 16को 16 कार्डलाई सँगै अथवा भ्यालीको डिस्ट्रिक्टको अपोजिटमा छ भने विदेशमा हुने साथीहरूले पनि हाम्रो लोकेसन हेर्न सक्नुभयो भने चाहिँ हाम्रो चाहिँ ऊ दर्ता भइसकेको छ धनेश्वर अटोमोबाइल्स.com सर्च गर्नुभयो भने चाहिँ हजुरले विश्वको जुनै पनि कुराबाट चाहिँ हाम्रो गाडीहरू हाम्रो सोरुमहरू हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो लोकेसन चाहिँ हेर्न सक्नुहुन्छ भन्ने अब मिडिया पर्सन चाहिँ अब चुनावको माहौल यस्तो एकदम तातिएको छ होइन घन्टी भनिरहनु भएको छ सबैले होइन बाटोमा घन्टी घरमा घन्टी बजिरहेछ होइन अब यस्तो सबैको बावजुद पनि धनेश्वर अटोमोबाइल एउटा सानो प्राइभेट कम्पनीमा आएर हाम्रो 2-4 शब्द भन्न दिएकोमा हाम्रो गाडीहरूको चाहिँ बिजनेस बढाइदिएकोमा यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै समयले साथ दियो भने चाँडोभन्दा चाँडो फेरि यहाँहरूमा हामीसँग भएको नयाँ अपडेट लिएर आउने नै छ भन्दै यहाँहरूमा अहिलेको लागि चाहिँ हामी चाहिँ बिदा माग्न चाहन्छु भन्न चाहन्छु हस् समय सम्मको लागि धन्यवाद